आज त भान्जीले ओछ्यानमा आएर स्कुल पुऱ्याए माग्यो है। अनि दिन पनि पानी पर्ला जस्तो हुँदै थियो। अनि मैले त्यसलाई स्कुल पुऱ्याइदिएँ। त्यहाँबाट चाहिँ म बाइक स्टार्ट गरेर निस्केँ है। अनि निस्किँदा सोचेँ यसो गाउँ पनि घुमौँ न घर बसेको बेलामा भनेर जाँदै थिएँ। ठ्याक्कै मैले त्यहाँनिर हाम्रो एकदमै दामी आई लभ सिङ्लाको बोर्ड देखेँ। त्यहाँबाट आई लभ सिङ्लाको बोर्डमा रोकेर चाहिँ मैले टक्कै ओह्रालो जोरथाङ सिक्किमतिर हेरेँ है। र कुहिरो लागिरहेको थियो, राम्रो देखेको थिएन। र पनि एकछिन त्यहाँनिर बसेँ है। अनि त्यहाँबाट चाहिँ म नानाकोमा गएँ, पञ्चशिला नानाकोमा चिया पिउनु भनेर गएँ। बाटो एकदमै खराब थियो है। झन्डै लडेँ पनि, एउटा हातले क्यामेरा गर्दै एउटाले कुदाउँदाखेरि। अनि हतार हतार मैले क्यामेरा चाहिँ गोजीमा हालेर अनि नानाकोमा आइपुगेर चाहिँ नाना सोधेँ उठेको छैन भने है। अनि एउटा चिया पिउदिउँ न भनेर यसो बोर्ड हेरेको। नानाले त ल नेपाली ड्रेसहरू, भोटिया शेर्पा ड्रेसहरू किरायमा दिएर फोटो खिच्नेहरू खोलिसकेछ है। अनि यहाँबाट एकछिन मैले ओह्रालो भ्यू हेरेँ है। अनि टक्कै मेरो चिया पनि आयो। अनि टक्कै चिया पिउँदै सोचेँ है, हन हाम्रो गाउँको बाटोहरू चाहिँ कहिले बनिन्छ हौ, कहिले हाम्रो गाउँ अरूको जग्गा जस्तो हुन्छ भनेर सोच्दै थिएँ है। त्यहाँबाट ठ्याक्कै सत्यम दा पेसेन्जर लगेर बजार जाँदै रहेछ है। सत्यम दालाई सोधेँ बाटो खराब छ भनेको, बाटो बनिँदैछ त हेर न माथि भनेर गएँ है। अनि मैले अभिषेक साथीलाई फोन गरेर बोलाएँ। साथी एकछिन माथिसम्म जाउँ न भने। अनि साथीलाई बाइक चलाउनु लगाएँ। अनि साथीलाई साह्रो पऱ्यो यो बाइक चलाउनु, किनभने अब पुरानो थोत्रे मात्रै चलाउने बानी, नयाँ बाइक देख्दा त अत्तालियो नि। तर पनि दुःख सुख कुदायो साथीले, गयौँ। बाटो त एकदमै राम्रो बनिएको रहेछ है, एकदमै दामी काम हुँदो रहेछ। सिक्किमको ड्राइभरहरूलाई पनि यसो देखाइदिउँ भनेर नि, किनकि अब बन्द हुँदा प्रायः हाम्रै लाइन हिँड्छ नि त सिक्किमको गाडीहरू। अनि त्यो भएर जाँदै थियौँ दुई भाइ। अनि टक्कै माथि एउटा इन्कम्प्लिट बोर्ड देखेँ है। अनि मैले यो चाहिँ के हो भनेर साथीलाई सोधेँ। साथीले बानसबेग आई लभ बानसबेग लेखिन्छ भने अच्छा ठिक छ भनेर यसो हेरेको त फेरि अरे यहाँ त अनिश दाको फोटो छ। अनि ल यो मान्छेले चाहिँ के चाहिँ गरेर फोटो यत्रो बोर्डमा वेलकम टु मिनी स्काई वक छ, हाम्रो जग्गामा स्काई वक भनेर म त सोचेँ पनि एकछिन क्या। त्यहाँबाट साथीलाई लु त हेर हिँडौँ त कस्तो बनायो भनेर साथीलाई हिँडो भनेर साथीलाई बाइक चलाउनु लाएँ है। पानी पर्दै थियो, साथीले फर्किङ हौ साथी भन्दै थियो है, चिप्लो पनि थियो। अनि मैले भने जिन्दगीमा बहुत कुछ गर्नु छ, यो पानीले ब्याक गऱ्यो भने चाहिँ हामी के गर्नु भनेर उसलाई चम्काउँदै लग्यो है। जाँदै थियौँ। त्यहाँबाट यसो हेरेको त आई लभ लिम्बू बस्तीको बोर्ड छ। ला केटाहरूले सबै जग्गामा हालेछ है बोर्ड चाहिँ भन्ने भयो है। अनि मैले पानी पनि परिरहेको थियो है। अनि अभिषेक साथीलाई सोधेँ खै मिनी स्काई वक यो हो मिनी स्काई वक भन्यो। अन्त साथीले भन्यो है उहाँ पर छ आउन भनेर गयो। पानी परिरहेको थियो है। अनि मैले अलिकति उता गइकन हेरेको, एकदमै खुसी लाग्यो हाम्रो जग्गामा यस्तो कुरोहरू बन्यो है। म त खुसीले पागल भएँ नि। त्यहाँबाट म त पानी पर्दै गर्दा आरामले जाँदै थिएँ, तपाईँहरूलाई पनि देखाउँ यस्तो त्यस्तो भन्दै नि है। त्यहाँनिर अलिकति तल गएको पुरानो जुत्ता भएर त प्लाटै चिप्ल्यो है। काटौँ भन्दै थिएँ तर पनि हालिदिएँ है, लुगा हिलै भयो। तर पनि जाँदै थिएँ म। अनि अलिकति पर गएको हो रहेछ मिनी स्काई वक बनेको रहेछ हाम्रो जग्गामा। अब खुसी लाग्छ नि त होइन, अरूको जग्गाको राम्रो राम्रो कति प्रमोट गर्नु, आफ्नो जग्गामा पनि यस्तो कुरोहरू बनिएको छ है। अनि त्यहाँ गएको हेरेको एकदमै रमाइलाग्दो लाग्यो मलाई है। अनि त्यहाँनिर गएँ है, पानीको मजा लिएँ, पानी परिरहेको थियो। अनि मलाई त अब आफ्नो जग्गामा यस्तो कुरोहरू देख्दा एकदमै मनको भल्क्यानो फुटेर आँसु आउनु खोज्यो है। अब तर पनि मैले आफ्नो आँसु रोकेर चाहिँ तपाईँहरूलाई देखाइदिएँ यहाँ चाहिँ हाम्रो मिनी स्काई वक छ है हाम्रो जग्गामा है, आफ्नो जग्गामा पनि बनिएको छ है, आफ्नो जग्गाको पनि प्रमोट गर्दैछु है भन्ने सोचले बनाइदिएँ है। सो तपाईँहरू पनि टुरिस्टहरू लिएर आउँदा है दार्जिलिङ टु जोरथाङ या जोरथाङ टु दार्जिलिङ जाँदाखेरि चाहिँ सिङ्लादेखि अलि माथि लिम्बू बस्ती भन्ने जग्गामा गाडी रोकेर यसो टुरिस्टहरू लानु है। त्यहाँ ग्राउन्डभित्र पार्किङ काफी भइहाल्छ, तपाईँहरूले यसको मजा लिनु है। थ्याङ्क यू सो मच, आउनु है, हाम्रो जग्गा पनि बबाल दामी हुँदो रहेछ र जसले पनि बनाइदियो है एकदमै थ्याङ्क यू सो मच। गाउँलाई यसरी विकास गर्नु है।